आज चाहिँ म यो प्योर हाइब्रिड फामफल रोप्दैछु है। यो बिरुवा चाहिँ अस्ति नै पाएको, तर अलिकति रोप्नु चाहिँ सिजन चाहिँ ठिकै हो, तर अलिक मतलब कस्तो पानी नभएले गर्दा पानी मजाले अलिक अगाडि आउनु यसरी रोपिँदैछ। यसो गर्नुपर्छ है। यो चाहिँ पोथी हो। यो चाहिँ फेरि भाले हो। डिपार्टमेन्टले बिर्सिन्छ भने यसमा ट्याग लगाइदिएको छ। यो चाहिँ भाले। यो चाहिँ 10 ज्याङको बिचमा रोप्नुपर्छ है। जम्मा मलाई 20 ज्याङ दिएको छ। यो दुईटा है। अब यो बिचमा रोप्नुपर्छ। खिचिदियो अघि रहने ठाउँमा। सबै एकदम हाइब्रिड हो। यो चाहिँ एकदम 3 वर्षमै फल्ने। यो चाहिँ मल माटो एकदम राम्रो भए चाहिँ। अनि यो चाहिँ कहाँ रोप्दैछु भने यो सुन्तला बारीभित्रै रोप्दैछु है। सुन्तला चाहिँ अलिकति मरेर जाने जस्तो अवस्थामा छ। सुन्तला मर्दै गर्छ, फामफल अब बढ्दै गर्छ। यहाँ चाहिँ बगानमा चाहिँ अब यसरी रोपिँदैछ। यो डल्लै पल्लो छेउसम्म रोप्छु है, किनभने सुन्तलाले अलिकति यसलाई भेउरा देखाउँदैछ। यो सुन्तलालाई हेर्नुहोस् न, मैले मल सबै दबाई गरेको र पनि मर्दैछ है। केही छैन। अब त्यसको छेउमा चाहिँ यसरी फामफल रोपिन्छ अनि काहीँ न काहीँबाट अब फाइदा त उठाउनै पर्यो है। यो टाकटुक यो गाको परसम्म रोपिन्छ।